तपाईँ जिम जानुहुन्छ, तपाईँ रनिङ जानुहुन्छ अथवा वाकिङ जानुहुन्छ, तपाईँलाई यदि राम्रो सुजको आवश्यकता पर्छ भने तपाईँलाई हामीले एडिडास ब्रान्डको यो एडी0 इभो एसएल भन्ने जुत्ता लिएर आएको छ। यो जुत्ताको विशेषता के छ भन्दा एकदमै कुसनिङ राम्रो छ, एकदमै कम्फर्टेबल र लाइट वेट पनि छ। यदि तपाईँलाई राम्रो जुत्ताको आवश्यक छ, कुर्कुच्चा नदुख्ने, रनिङ गर्दा अलिकति ड्युरेसन तपाईँको अलि धेरै रनिङ गर्दा, म्याराथनहरू युज गर्दा, रनिङ गर्दाखेरि तपाईँलाई राम्रो जुत्ता चाहिन्छ भने यो जुत्ताहरू अवश्य पनि राम्रो हुन्छ। हामीले मास्टर क्वालिटीमा लिएर आएको छौँ। यो तपाईँले एडिडासको एडी0मा हेर्नुहोस् त, इभो एसएलमा यो कलर देख्न सक्नुहुन्छ। यसमा 38 देखि 43 साइज रहेको छ, हेर्नुहोस् त। यसै गरी मास्टर क्वालिटीमा तपाईँले यो वाला रहेको छ एडिडास, यो इभो एसएलमा बोस्टन 13 भन्ने मोडल रहेको छ। यो बोस्टन 13 एकदमै लाइट छ, वेट, यो कम्फर्टेबल पनि छ। यसै गरी हामीले फर्स्ट कपीमा तपाईँले यो जुत्ता पनि देख्न सक्नुहुन्छ। यो चाहिँ फर्स्ट कपी रहेको छ। यो कलर हेर्नुहोस् त, यिनीहरूमा पनि 38 देखि 43 साइज रहेको छ। यसै गरी राम्रो क्वालिटीमा तपाईँले यो कलर देख्न सक्नुहुन्छ, हेर्नुहोस् त यो कलर। यदि तपाईँलाई राम्रो सुजहरू चाहिएको छ भने पक्कै पनि डिजायर पोखरा भिजिट गर्न सक्नुहुन्छ। यो कलर पनि रहेको छ, हेर्नुहोस् त, एकदमै राम्रो कलरमा यो। यसै गरी तपाईँले यो वाला रहेको छ, यो पनि फर्स्ट कपीमै रहेको छ, हेर्नुहोस् त। यिनीहरूको क्वालिटी भेरिएसन सबै डिफ्रेन्स हुन्छ, क्वालिटी अनुसार प्राइसहरू हुन्छ। तपाईँ बजारमा धेरै थरी देख्न सक्नुहुन्छ। पक्कै पनि एकचोटि तपाईँ जुत्ता किन्नु अघि डिजायर पोखरामा आएर स्पोर्ट्स सुज राम्रो खालको लिन सक्नुहुन्छ। कम्फर्टेबल सुज, बेस्ट क्वालिटीको सुजको लागि डिजायर पोखरालाई सम्झिनु होला। अनलाइन अर्डरको लागि डिजायर पोखरामा मेसेज गर्न सक्नुहुन्छ भने आएर चेक गरेर लिनलाई ती राम्रो कुसनिङ भएको जुत्ताको लागि डिजायर पोखरा आउनु होला। थ्याङ्क यू सो मच।